हेलो पंकज भाइ हजुर के छ तिम्रो हालखबर एकदम आरामै छ सबैभन्दा पहिला वेलकम टु दाजुभाइ टक्स हैन हामीले यसरी नै सुरु गर्ने गरेको छ हैन हजुर अनि त्यसपछि यो हाम्रो सेकेन्ड विक कन्टिन्युअस अहिलेसम्म हामीले चाहिँ कन्टिन्युअस गरिरहेको थिएन दिस इज द कन्टिन्युअस अफ सेकेन्ड विक र अघिल्लो हप्ता तिमी जिम पनि गयौ हैन हजुर गयौँ त कस्तो भयो एक्सपिरियन्स एकदम रमाइलो भयो हजुरले नि लानुभयो मलाई जिम म सुतिरहेको मान्छे तानेर पंकज भाइ जाउँ भन्नु पर्दा अब त्यो पनि कन्टिन्यू गर्नुपर्छ है पहिलेदेखि जिम जानुपर्छ भन्दा पनि भन्दै गर्दा अब यो एकदम धेरै लाइफमा हैन त्यो टाइमै नपुग्ने कि अब चाहिँ आई थिङ्क के टाइम छ हैन अब यसलाई जिम गरेर पनि बडीको के फिजिक मेन्टल हेल्थलाई पनि सोचौँ जस्तो अब अदरवाइज भयो हैन अदरवाइज भन्दा जानु पर्यो अब यसलाई पनि कन्टिन्यू गरौँ पनि मेरो एकदम पार्ट अफ माई बिग मोटिभेसन लेट्स सी हाउ फार वी क्यान के छ हाम्रो आजको टपिक हामी केमा गफ गर्ने र आज अब यो एउटा मोटिभेसनको धारमा एउटा स्पोर्ट्स पनि एउटा एकदम ठुलो रोल प्ले गर्छ होइन कि आज स्पोर्ट्सको बारेमा स्पेसल्ली हजुरलाई कतिको फलो गर्नुहुन्छ त स्पोर्ट्स स्पोर्ट्स म अलिअलि फलो गर्छु मोस्टली अमेरिकन फुटबल हजुर अलिअलि बास्केटबल हजुर अलिअलि नेपालको क्रिकेट हजुर अलिअलि फुटबल हजुर भनेको सक्कर आई मिन सक्कर एन्ड द्याट्स लट टु कभर द होइन अब यस्तो बिजी लाइफमा यो फलो गर्न पनि इट टेक्स सम टाइम एन्ड तपाईँ धेरै फलो गर्नुहुन्छ अनि खेल्नु पनि हुन्छ खेल्न अलिअलि नेपालमा हुँदा सक्कर हजुर क्रिकेट हजुर यहाँ चाहिँ कहिले काहीँ फाटोफुट्टो हो होइन भने त्यस्तो एकदमै गएर कन्टिन्युस चाहिँ केही पनि खेलिएन ए नाइस दाइ हामी पनि खेल्छौँ दाइ होइन हजुरले देखेर तिमीहरू त क्रिकेट सक्कर खेल्छौ नि हजुर क्रिकेट सक्कर भलिबल सबै खेल्न चाहिँ राम्रो केही आउँदैन है तर जस उफ्रिन जहाँ पाइन्छ त्यहीँ पुग्छौँ दाइ हामी चाहिँ त्यसो यसो गरौँ न त आज एउटा स्पोर्ट्सलाई समातेर त्यसकै बारेमा गफ गरौँ न त हुन्छ दाइ म चाहिँ अब तिम्रो फेभरेटबाट सुरु गरौँ ल मेरो फेभरेट स्पोर्ट्स त क्रिकेट हो दाइ क्रिकेट हजुर क्रिकेट चाहिँ म एकदम लाइक अरू स्पोर्ट्स पनि अलिअलि फलो गर्छु तर क्रिकेट चाहिँ म एकदम धेरै फलो गर्छु होइन हामी नेपालमा हुर्किँदा पनि गल्लीमा चाहिँ त्यो मोजाको बल बनाएर सानोमा खेलियो के होइन त्यो बेलामा चाहिँ ठ्याक्कै त्यो पिकमा थियो कि हजुर म एउटा क्रिकेटमा के हुन्थ्यो दाइ होइन हाम्रो दिदीले चाहिँ फुलबारी बनाएको हुन्थ्यो होइन अनि त्यति मेहनतले बिचरा होइन फुललाई चाहिँ त्यो एउटा लेभलमा हुर्काएर बढाउन धेरै मेहनत छ नि त उसको अल हार्ड त्यहाँ कहाँबाट बिरुवा खोजेर ल्याउने हामी चाहिँ के गर्ने अनि टक्क ब्याटिङ गर्ने बलले लगाएर डाङ्गा लाग्यो अनि दिदी चाहिँ एकदम दुखी हुन्थ्यो क्या हामीसँग अनि घरमा पनि कति धेरै हुन्छ नि कहिले सिसा त फुटाएन सिसा नै चाहिँ फुटाएन तर क्रिकेट रिलेटेड धेरै झगडाहरू जस्तै अर्काको बारीमा बल जाने अनि कसैले चाहिँ अब धान रोपेको बेला बल जाने अनि बेला रिस्पेक्ट छ नि त आफ्नो बाली होइन मान्छे हामी फेरि बल लिन चाहिँ रन लिँदा हुन्छ एक्साइटमा गयो बल लिनलाई है त्यो बारीमा सो वी हेभ डन अ लट अफ मिसचिफ्स इन क्रिकेट तर क्रिकेट प्रतिको मायाले त्यो सबै गाली पनि हुन्छ नि यस्तै हो जस्तो लाग्छ अनि अहिले रिसेन्टली मैले नेपालमा चाहिँ क्रिकेटको अलिकति क्रेज धेरै देखेको छु यो के कारणले होला त्यस्तो भएको तिमीलाई जस्तो लाग्छ यस्तो क्रिकेट नेपालमा चाहिँ यो क्रिकेट चाहिँ ह्युज क्रेज बढ्यो होइन अब यो चाहिँ नेपाली क्रिकेटको बेटर पर्फर्मेन्स सबसे राम्रो चाहिँ सो क्रेज कम्स टु विनिङ एन्ड बेटर पर्फर्मिङ बोल सबै जित्छौँ हामी एकदम हाई लेभलमा छौँ भइसक्यौँ चाहिँ म भन्दिनँ बट लाइक रिसेन्टली हजुर वेस्ट इन्डिज जस्तो टिमलाई हामीले सिरिज जित्यौँ भन्दा होइन अब आई मिन त्यो म्याच एकदमै राम्रो थियो लाइक 3टामा 2टा जित्यौँ होइन आई मिन दे आर टेस्ट प्लेइङ नेसन है दुईटा वर्ल्ड कप आई थिङ्क 2टा T20 वर्ल्ड कप जितिसकेको देशलाई हामीले चाहिँ सिरिज जित्नु भनेको आई मिन द्याट्स अ ह्युज प्लस अर्को हजुरको लाइक लास्ट इयरको हजुरले वर्ल्ड कप हेर्नुभयो भने T20 वर्ल्ड कप युएसमा भएको होइन त्यतिखेर चाहिँ नेपाल चाहिँ साउथ अफ्रिका र हजुरको बङ्गलादेश लास्टै कम्पिटेटिभ म्याच खेल्यो कि सो द्याट मेक मी फिल लाइक वी आर रियली डुइङ गुड होइन त्यस्तो टप कन्ट्रिजहरूलाई पनि हामी कन्टेस्ट दिइरहेको छौँ अनि लाइक वी आर रियली डुइङ गुड तर एट द सेम टाइम हामीले चाहिँ त्यो कन्सिस्टेन्सी क्रिएट गर्न त्यो विनिङ एटिट्युड डेभलप गर्न सकेका छैनौँ होइन आई होप हामी चाहिँ लाइक T20 क्रिकेटमा चाहिँ हार्ड हिटरहरू प्रड्युस गर्ने ओभरमा 10-12 रन सजिलै निकाल्न सक्ने लङ सर्ट्सहरू हाल्न सक्ने त्यस्तो प्लेयरहरू जन्माउन सक्यो भने अनि वान डे क्रिकेटमा चाहिँ हजुर सिङ्गल डबल होइन 5-6 रन्स पर ओभर एकदम स्विङ बललाई पनि राम्रै ट्याकल गर्ने अनि गुड
लेन्थ एरियाको बलहरूलाई स्विङ भएको बलहरूलाई पनि बाउन्ड्रीमा कन्भर्ट गर्ने सिङ्गल डबलमा कन्भर्ट गर्ने विकेटलाई बचाएर राख्न सक्ने त्यो लङ रनमा हामीले वी निड टु इम्प्रुभ अन सम एस्पेक्ट्स होइन इन्टरनेसनल क्रिकेटबाट सिक्दा लाइक टप कन्ट्रिज लाइक इन्डिया अस्ट्रेलिया इङ्ल्यान्ड न्युजिल्यान्डबाट सिक्दा त्यस्तो गऱ्यो भने चाहिँ अपर्च्युनिटी चाहिँ ह्युज छ तर फ्यान चाहिँ वी रियली हेभ ह्युज फ्यान फर नेपाली क्रिकेटको जस्तै नेपालमा अहिले एनपिएल सुरु भएको पनि यस्तै यो क्रेज फ्यानहरूले गर्दा नै होला त केले कसरी सुरु भयो एनपिएल आई मिन अफकोर्स दाइ अब क्रिकेटमा अब यो फ्रेन्चाइज क्रिकेट भनेको चाहिँ एउटा बिजनेस क्रिकेट हो होइन एउटा प्रोफेसनल क्रिकेट हो जहाँ चाहिँ लाइक रियल ट्यालेन्ट्सहरू लोकल इन्टरनेसनल होइन अनि नेसनल ट्यालेन्ट्सहरू चाहिँ को एउटा टिम बनाइन्छ थ्रु फ्रेन्चाइज होइन अनि अब हरेक प्लेयरलाई चाहिँ हरेक टिमले अप्सनमा राखेर लिन्छ होइन मार्की प्लेयर बाहेकहरू सो अनि एउटा गुड टिम भन्छ अनि एकदम हाइली कम्पिटेटिभ हुन्छ अफकोर्स फ्यानहरू लाइक नेपाली क्रिकेटलाई चाहिँ अहिले नेपालबाट मात्रै नभएर वर्ल्डबाट हेर्छन् सो इट्स सेकेन्ड एपिसोड आई थिङ्क होइन अब यो दोस्रो संस्करण हो लास्ट संस्करण एकदम सक्सेस गएपछि हजुर खास त अहिले स्टेडियम चाहिँ लाइक हजुरको त्यो के भन्छ फ्लड लाइट हुन्छ नि त फ्लड लाइट अनि स्टेडियममा सिट्सहरू होइन लास्टै लाइक अनि स्टेडियम पनि त्यो हजुरले म्याच हेर्नुभयो भने चाहिँ लाइक इट लुक्स रियली गुड के त्यो डेभलपमेन्ट देख्दा पनि वाउ इट हेज अ लट अफ पोटेन्सियल फर नेपाल कहिलेकाहीँ नेपाली टिम यहाँ अमेरिकाको स्टेडियममा नि कहिलेकाहीँ गेमहरू खेल्न आइरहेको हुन्छ तिमी गएको छौ अहिलेसम्म म गएन लाइक लास्ट इयर चाहिँ एउटा लास्ट इयर वर्ल्ड कपमा चाहिँ लाइक राम्रै अपर्च्युनिटी थियो है तर त्यतिखेर चाहिँ मेरो पिएचडीको चाहिँ डिफेन्सको नजिक क्यान्सल भएको होला फ्लोरिडामा क्यान्सल भयो लाइक ड्यालसमा खेल्यो त्यो म्याच पनि त्यस्तो राम्रै भएको थियो सो आई एम सो सरी कि म जान पाइनँ होइन मैले न्युजमा देखिरहेको थिएँ भने नेपालको एकदमै ठुलो क्रेज छ नेपाली होइन नेपाली फ्यानहरूको सपोर्ट मैले न्युजमा पनि देखिरहेको हुन्छु एउटा फोटो थियो एकदम भाइरल भयो है यो क्रिकेट वर्ल्डमा त्यहाँ चाहिँ नेपालमा भक्कु म्याच थियो अनि नेपालको त्यो ट्युबको मैदानको पछाडि रुख छ नि त्यो रुखभरि मान्छे त्यसलाई कभर पेजमै हालेको थियो नेपाली क्रिकेट अनि नेपाली फ्यान जहाँ पनि हुन्छ त युएसको युएसमा म्याच होस् युएमा म्याच होस् नेपालमै म्याच होस् नेपाली क्रिकेटर जहाँ पुग्छन् नेपाली फ्यान त्यहाँ पुग्छ नेपाली क्रिकेट इज अ ह्युज फ्यान मलाई पनि याद छ म तिम्रो घरमा 2-3 पटक चाहिँ होइन वाच पार्टी भएको बेलामै गएको छु होइन नेपालको एक्ज्याक्टली या अफकोर्स भाइ हामी नेपालको म्याचहरू सबैजना सँगै बसेर हेर्छ एकदम रातभरि बसेर हेऱ्यो है सो या इट्स रियली अ लट अफ फन भाइ तिमीलाई कुनै बेलामा चाहिँ यो एनपिएल भएको सिजनमा चाहिँ नेपाल गएर 1-2 गेम हेरौँ जस्तो लाग्दैन लाग्छ दाइ अब आई मिन अफकोर्स लाग्छ दाइ नेपाली क्रिकेट हेर्न जहिले पनि मन लाग्छ तर अब एट द सेम टाइम इट्स लट अफ च्यालेन्जेस नि त होइन नेपाली क्रिकेट हेर्न उहाँ पुग्न नपुग्न एक दिन त गइएला नि गइन्छ दाइ मजाले गइन्छ नेपाली क्रिकेट खेलेको हेर्न एक दिन होइन मल्टिपल ठाउँ गएर हेर्नु नाइस इट्स भेरी नाइस अनि तिम्रो होम टाउन नेपालगञ्ज धनगढी सरी तिम्रो होम टाउन धनगढीको पनि टिम छ के छ सुदूरपश्चिम रोयल्स छ नि त लास्ट सिजनमा फाइनलमै पुगेको थियो जनकपुरसँग हार्यो होइन कङ्ग्रेस टु जनकपुर बट इट वाज अ गुड गेम दिपेन्द्र सिंह अहिले क्याप्टेन छ होइन अनि जगदीश टमाटा कोच हुनुहुन्छ भने तिमी चाहिँ सुदूरपश्चिमको सपोर्टर हो दाइ म एकदम यो टुर्नामेन्टमा एकदम बिग दाइ सुदूरपश्चिमलाई जिताउनु पर्छ भन्ने हजुरको चाहिँ कुन हो साँच्चै आफू त हेर अब चितवनको रहेछ नि अब घुमे फेरि चितवनकै टिमलाई सपोर्ट गर्नु पर्यो हजुर दाइ एक्ज्याक्टली दाइ कस्तो छ चितवनको टिम एकदम राम्रो छ दाइ हजुरलाई गुड लक फर योर थ्याङ्क यू सो मच है हामी फलो गर्दै गर्छौँ है एकदम फलो गर्दै गरौँला बेला बेलामा गफ गरौँला होइन अलिअलि झगडा नि गरौँला होइन सँगै गेम भयो भने अब यहाँ चाहिँ नेपाली क्रिकेट एनपिएल एउटा एस्पेक्ट्स भयो होइन लाइक त्यसको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट तर नेपाली क्रिकेटले चाहिँ एकदम राम्रो गरिरहेको छ त यहाँ अब अझ राम्रो गर्नुलाई चाहिँ मेरो विचारमा चाहिँ नेपाली क्रिकेट टिमले चाहिँ अलिक आफूलाई चाहिँ एउटा विनिङ एटिट्युड लिएर होइन हामी चाहिँ यो म्याच जित्छौँ यो म्याचलाई कसरी जित्ने होइन हामी चाहिँ कोहीसँग पनि जित्न सक्छौँ होइन हामी चाहिँ फास्ट बलिङ रिभर्स स्विङ बलिङ अनि एकदम खतरा स्पिन ट्र्याकमा पनि स्पिन बलरलाई डिफेन्ड गर्न सक्छौँ सिङ्गल डबल लिन सक्छौँ चाहेको बेला बााउन्ड्रिजहरू निकाल्न सक्छौँ र चाहेको बेला की विकेटहरू निकाल्न सक्छौँ सो इट्स अ लट टु वर्क होइन नेपाली क्रिकेटको फिल्डिङ चाहिँ एकदम राम्रो छ दाइ होइन अनि अब यो सानो कुराहरू आखिर स्पोर्ट्समा सानो कुरा नै म्याटर गर्छ कि है चाहिँ यदि हामीले डेभलप गर्यो भने
स्किल्स चाहिँ हामी एकदम गुड फर्ममा छौँ जस्तो लाग्छ। तिमीलाई अर्को एउटा कुरा सोध्नु मन लाग्यो, जस्तै नेपाली क्रिकेटको यत्रो क्रेज बढिरहेको छ होइन, हामीले अब एनपिएल पनि सुरु भयो सेकेन्ड सिजन होइन, नेपाली खेलाडीहरूलाई मेन के कुराको कमी छ अगाडि बढ्नको लागि, के कुरा पुग्यो भने चाहिँ धेरै अगाडि जान सक्छन् जस्तो लाग्छ तिमीलाई? अब आई मिन इट्स अ ग्रेट क्वेसन दाइ होइन। अब म त्यस्तो एक्सपर्ट पनि होइन, तर मैले इन्टरनेसनल क्रिकेटलाई धेरै लामो टाइमदेखि फलो गरिरहेको एक्सपिरियन्स यदि नेपाली क्रिकेटमा टाई गर्न चाह्यो भने नेपाली क्रिकेटमा पहिला करियर अस्युरिटी प्लेयरहरूको होइन, सो चाहे लोकल लेभलको प्लेयर जस्तै इन्डियामा हुन्छ रन्जी, इङ्ल्यान्डमा काउन्टी होइन, यो क्रिकेटरहरू पनि दे आर पेड इनफ के होइन, सो इट्स लाइक अ जब, यस लाइक अ जब होइन, एन्ड मोर देन अ जब। यदि म क्रिकेटर भयो भने चाहिँ मलाई चाहिँ मेरो घरलाई हेर्न हुन्छ एउटा फाइनेन्सियल सपोर्ट अनि त्यसपछि त्यो एउटा त्यो लेभल चाहिँ इस्टाब्लिस होस् जस्तो लाग्छ मलाई होइन। नेपाली क्रिकेटमा पनि भइरहेको छ होइन, तर द्याट निड्स टु ग्रो फर्दर के होइन। अनि अहिले चाहिँ अब क्रिकेटरहरू एकदम ट्रु प्यासनले आइरहेका छन्, त्यो चाहिँ प्रोफेसनल जस्तो भयो कि होइन। क्रिकेट खेल्नु चाहिँ मलाई इन्कमको बारेमा केही टेन्सन छैन एउटा होइन। दोस्रो भनेको चाहिँ अब हजुरको स्किल्स दाइ, अब लाइक एकाडेमीहरू यति धेरै आइरहेका छन् अहिले डेभलप के भन्दा क्रिकेट एकाडेमीहरू यसरी डेभलप भइरहेको छन् होइन। त्यो क्रिकेट एकाडेमीमा पनि आएको प्लेयरहरूलाई चाहिँ एउटा कोर स्किल के, जस्तै हजुरलाई हेर्नुभयो अभिषेक शर्मा T20को कस्तो प्लेयर भएर निस्क्यो हेर्नु त। आई मिन त्यस्तो प्लेयरहरू पनि नेपालमा कमी छैन कि, बट लाइक रियल्ली यो प्लेयरको स्ट्रेन्थ हो, यसलाई हामी हिटर बनाउँछौँ, यसलाई चाहिँ हामी क्लासिकल प्लेयर बनाउँछौँ होइन। जस्तै शुभमन गिल, विराट कोहली होइन, रिकी पोन्टिङ जस्तो प्लेयरहरू जस्तो जो वान डेमा चाहिँ थ्राइभ गर्न सक्छ। यो चाहिँ यसलाई चाहिँ हामी एकदम भन्छ डिफेन्सिभ माइन्डसेटले खेलाउँछ, यसले चाहिँ लामो खेल्छ, यसले चाहिँ कोल्याप्स भएको दिन हामीलाई बचाउँछ। सो अलग अलग माइन्डसेटले एउटा राम्रो क्रिकेट खेल्ने ओभरअल भन्दा पनि कुनै एउटा खेलाडीको आफ्नै स्पेसिफिक स्किल हुन्छ, त्यो स्किल सेटलाई चाहिँ अगाडि बढाउनु ओन गर्नुपर्छ हो। यसलाई क्रिकेट गरेर बेसमा खेल्ने भन्दा पनि यो प्लेयरले चाहिँ तलको बललाई पनि उठाएर छक्का हान्न सक्छ है होइन। तर यो प्लेयर चाहिँ क्लासिकल प्लेयर हो, सो हरेक प्लेयरको जनरल र त्यस्तो अटोमेटिक पाइन्छ कि, त्यसलाई चाहिँ हामीले होन गर्नु पऱ्यो। हरेक प्लेयरलाई उसको स्ट्रेन्थमा बसेर उसलाई चाहिँ नेक्स्ट लेभलको मान्छे बनाउन सक्नु। जस्तै नेपालमा भएका खेलाडीहरूलाई चाहिँ कुनै एउटा बिजनेस अर्गनाइजेसनले स्पोन्सर गर्ने त्यस्तो खालको छ कि? छ नि त, स्पोन्सर त गरिरहेछन्, तर अब एट द सेम टाइम हजुरको हजुर होइन। अब अर्को भनेको चाहिँ हजुरको इन्कम चाहिँ अब अहिले राम्रै भइरहेको छ भाइ होइन। लाइक नेसनल टिममा परेको प्लेयर राम्रै भइरहेको छ। त्यसमा काम गर्नुपर्ने भनेको चाहिँ मैले अघि भने जस्तो हरेक प्लेयरले आफ्नो विकनेस र आफ्नो स्ट्रेन्थलाई चाहिँ एकदम राम्ररी एनालाइसिस गर्नु पर्यो। मेन चाहिँ म ल्याकिङ के भइरहेछ भन्दा चाहिँ 50 ओभर क्रिकेटमा चाहिँ होइन, 50 ओभर क्रिकेट भनेको चाहिँ क्रिकेटको लाइक हार्ड हो, सबसे बढी मान्छेलाई हुन्छ नि एउटा क्रिकेटको क्रेज हुन्छ नि, वर्ल्ड कप हेर्नुहोस् होइन। त्यसमा चाहिँ हाम्रो नेपाली टिमले अस्ति युएससँग पनि हार्यो होइन, इभन युएईसँग पनि हारेका हो होइन। त्यसमा चाहिँ हामीले के गर्न सकिरहेको छैनौँ भन्दा चाहिँ हामी चाहिँ त्यो सिङ्गल डबल विकेट बचाएर लामो खेल्नुपर्छ नि त 50 ओभर, त्यहाँ चाहिँ हामी लामो लग्न सकिरहेको छैनौँ। अथवा जस्तै लाइक 300 अराउन्डको स्कोर चाहिन्छ कि अचलको 50 ओभर गेममा, त्यो हामी पुऱ्याउन सकिरहेको छैनौँ। 230 240मा कोलाप्स भइरहेको छौँ होइन। चेस गर्दा पनि हामी प्रेसरमा पनि होइन हाम्रो राम्रो पर्फर्मेन्स दिन सक्छौँ। सो गुड पार्टनरसिप बिल्डिङ भने हामीले चाहिँ T20 जस्तो लाइक सर्ट गेम चाहिँ खेल्न एकदमै हाईमा छ, तर चाहिँ लङ गेम 50 ओभरहरू खेल्न चाहिँ अलिकति पुगिरहेको छैन होइन। T20मा पनि हामी गुड फेजमा छौँ, तर अझ सक्सेस हुनलाई चाहिँ हामीले हार्ड हिटिङ ब्याट्सम्यानहरू होइन, अनि त्यसपछि हजुरको स्लगमा चाहिँ कम रन दिने बलरहरू होइन, अनि त्यसपछि एउटा जस्तै हजुरको अलिकति डिफ्रेन्स पर्सेप्सन चाहिँ के हो भन्दा चाहिँ 50 ओभरमा चाहिँ हजुरले एउटा गुड लेन्थ एरियाको बललाई सिङ्गल 1 रन लिनुभयो भने द्याट्स गुड इनफ कि 50 ओभरको लागि होइन। सिङ्गल डबल हजुरलाई 6 रन त चाहिने हो नि 300 रन पुग्न, तर विकेट बचाएर सिङ्गल डबल विक बलमा बााउन्ड्री होइन, द्याट्स गुड इनफ फर 50 ओभर क्रिकेट। तर 20 ओभर क्रिकेटको लागि चाहिँ हजुरले गुड लेन्थको बललाई बााउन्ड्रीमा पुर्याउन सक्ने क्यापेसिटी चाहियो होइन। हजुरले एकदम यर्कर बललाई पनि छक्का हान्न सक्ने क्यापेसिटी हो। T20 इज अल अबाउट हजुर सोध्नु 20 ओभरमा कम्पिटेटिभ स्कोर भनेको चाहिँ 180 रन, लाइक 9 रन्स पर ओभर निकाल्न हजुरले हरेक ओभरमा एउटा या दुईटा बााउन्ड्री चाहिन्छ। सो त्यसको लागि चाहिँ हरेक ओभरमा लुज बल त आउँदैन। त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ हामीले गुड लेन्थ एरियाको बललाई पनि गुड बललाई पनि हामीले चाहिँ ग्यापमा चौगा हान्न छक्का हान्न सक्नुपर्छ कि हो। त्यो भनेको चाहिँ एउटा नेक्स्ट लेभलको स्किल हो। T20मा सक्सेस हुने रिजन चाहिँ त्यो मात्रै हो। त्यही भएर अब आई थिङ्क हामी T20मा पनि हजुरको सक्सेसफुल म्याचहरू कम्पिटेटिभ म्याच टिमहरूसँग हेर्नु भने 150 अराउन्डमा हालिरहेको छौँ, विच इज नट इनफ। अझै 30-40 रन कहाँ छ त्यो खोज्नु पऱ्यो होइन। सो आई थिङ्क नेपाली क्रिकेट हेज अ लट अफ पोटेन्सियल एन्ड देयर आर अ लट अफ च्यालेन्जेस टु। च्यालेन्ज बिस्तारै जाँदैछ। सो अहिलेको जेनेरेसन
पछि आउने जेनेरेसनहरूले पनि नेपाली क्रिकेटमा चाहिँ आई होप वी सुड डु समथिङ बिग के भने चाहिँ हाम्रो क्रिकेटमा हाम्रो प्लेयरहरूको स्ट्यान्डर्ड चाहिँ अझ हाई जाओस् होइन जस्तै अस्ट्रेलियासँग खेल्दा पनि वी निड टु बी कम्पिटेटिभ इन्डियासँग अस्ट्रेलिया इङ्ल्यान्ड न्युजिल्यान्डसँग खेल्दा पनि वी निड टु बी कम्पिटेटिभ त्यो फेजमा कसरी पुग्ने आई मिन प्लेयर्स माइट नो होइन यो अब आई मिन ठुलो डिस्कसनको टपिक हो अहिले मैले यो 4वटा कुरा भनेर हुँदैन होइन इट कम्स विथ अ लट अफ थिङ्स तर आई होप अ ब्यालेन्स अ गुड बलिङ युनिट अ गुड ब्याटिङ गुड फिल्डिङ ब्याटिङमा पनि हरेक किसिमको स्ट्रेन्थ हुन्छ होइन एउटा जस्तै हजुरको एउटा हिडर हुन्छ एउटा चाहिँ स्ट्राइक रोटेटर हुन्छ एउटा चाहिँ त्यो गेमलाई डिप लाने अर्को डुअल रोल हुन्छ अर्को भनेको अलराउन्डर भयो ब्याटिङ पनि गर्ने अरूले बलिङ पनि गर्ने अलराउन्डर पनि गुड अलराउन्डर भनेको क्या मैले अनि हजुरको गुड बलर्सहरू है सो यो अल ओभरअल 11 जना चाहिँ एकदम ब्राइट टिम ल्यायौँ भने हामीले अब अर्को भनेको इन्फ्रास्ट्रक्चर हो त अब हामी लाइक रियली 150 को स्पिडको बाउन्स बलरलाई फेस गर्न सक्छौँ त होइन हामी चाहिँ लाइक गुड स्पिनर लाइक भेरिएसन ल्याउने स्पिनरलाई फेस गर्न सक्छौँ त हामी हरेक बलमा चाहिँ हुन्छ नि बााउन्ड्री सिङ्गल डबल रन कहिले पनि खेर नजाओस् नेपालमा लाइक एक ओभरमा 2 रन हुन्छ अर्को ओभर मेडन हुन्छ अब हामी लाइक स्ट्राइक लाइक लो भइसक्यो हाम्रो के भन्छन् त्यो रिक्वायर्ड रन रेट अथवा चाहिँ रन पर ओभर होइन त्यो सबै मेन्टेन गर्न आई थिङ्क लट अफ वर्क निड्स टु बी डन तर आई थिङ्क यो सबै कुरा सोचिरहेको छ लाइक क्यानले अनि प्लेयरहरूले होपफुल्ली मेबी इन अ कपल अफ इयर्स हामी राम्रै स्थानमा पुग्छौँ होपफुल्ली एकदमै हजुर होइन अनि त्यसपछि तिमीलाई यो क्रिकेट फ्यानहरूको लागि केही छ सन्देश भन्नु मन छ एक्ज्याक्टली आई नो हजुर सबै क्रिकेट फ्यान हो है अहिले नेपालमा सबैजनालाई क्रिकेट मनपर्छ र म पनि एकदम क्रिकेटलाई एकदम माया गर्ने मान्छे भएकोले इट्स गुड फर फ्रेन्डसिप इट्स गुड टु स्पेन्ड टाइम टकिङ क्रिकेट विथ आवर फ्रेन्ड्स अनि होपफुल्ली नेपाली क्रिकेट चाहिँ एकदम धेरै ग्रो गरोस् र हामी चाहिँ कुनै दिन बिग कन्ट्रीहरूलाई जित्न पाऊँ र टुर्नामेन्टमा चाहिँ एकदम राम्रो पर्फर्मेन्सहरू दिन पाऊँ विदिन अ कपल अफ इयर्स भन्ने मेरो नेपाली क्रिकेट टिमलाई र लाइक एकदम गुड लक र फ्यानहरूलाई पनि किप फलोइङ नेपाली क्रिकेट इन्जोय गर्दै गर्नु होला भन्न चाहन्छु एकदमै मलाई नि एकदमै धेरै ज्ञान भयो किनभने मलाई यति धेरै थाहै थिएन नेपाली क्रिकेटको बारेमा के छ यति भन्दै हाम्रो गफ आज टुङ्ग्याउने हजुर हुन्छ ल आज यति भन्दै आज हामीले सानो नेपाली क्रिकेटको बारेमा कुरा राख्यौँ र यदि हजुरहरूलाई नेपाली क्रिकेटको बारेमा अझ के यो टपिकमा बोल्नु पर्ने थियो भन्ने जस्तो लाग्छ भने काइन्डली ड्रप कमेन्ट्स एन्ड विल ट्राई टु कभर द्याट एज वेल आज हामीले एकदम बेसिक नेपाली क्रिकेटलाई चाहिँ इन्करेज गरौँ है भन्ने हिसाबमा आज हामीले भिडियो बनायौँ थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई थ्याङ्क यू सो मच सी यू गाइज इन नेक्स्ट भिडियो